तराई मधेस क्षेत्रमा आज परम्परागत रूपमा जुडशीतल पर्व हल्लासका साथ मनाउँदैछ। वैशाख 2 गते मनाइने यस पर्वमा ठुलो बडाले आफूभन्दा सानाको टाउकोमा शीतल जल हालेर आशीर्वाद लिने परम्परा रहेको छ। यस दिन माटो खेल्ने चलन पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ। माटोले शरीरलाई शीतल बनाउने र स्वास्थ्यको लागि लाभदायक हुने विश्वास रहिआएको छ। विशेष गरी जनकपुर धाममा यो पर्व विशेष उत्सवको रूपमा मनाइन्छ। विभिन्न पोखरी तथा ताल तलयमा स्थानीयहरू भेला भई माटो दलेर खुसी साटासाट गर्ने गर्दछन्। यस अवसरमा प्रतिनिधि सभा सदस्य तथा रासपाका प्रवक्ता मनिष शाहले पनि अर्गजा पोखरीमा माटो खेल्दै पर्वमा सहभागिता जनाएका छन्। उनका अनुसार मिथिलाका परम्परा र पर्वहरू प्रकृतिसँग जोडिएका छन् र जुडशीतलले सबैबीच सद्भाव र एकता बढाउने सन्देश दिन्छ। यस्तै छठ पर्व, जस्तै चन्द्रमाको पूजा गर्ने, चौरचन, होली, यो सबै सामाजिकता र भाइचारा अनि प्रकृतिसँग जोडिएका पर्वहरू। त्यसरी नै जुडशीतल जुन आज हामी मनाउँदैछौँ, यो पनि प्रकृतिसँग नजदिक भएर मनाउने पर्व हो, जहाँ हामी यसरी माटो अनुहारमा लगाएर अनि पानीले ठुला बडाले उमेरमा ठुला बडाले आशीर्वाद दिएर यसरी हुने गर्छ। यसले प्रकृतिसँग र भनिन्छ नि हामी त माटोले बनेको हौँ, मान्छेहरू हामी माटोले बनेको हौँ, त्यसैले सधैँ माटोमा रहनुपर्छ, आफ्नो धरातलमा रहनुपर्छ भन्ने किसिमको भनाइ पनि छ। यो आफ्नो धरातल, आफ्नो माटोको सम्बन्ध र सुगन्ध दुइटैसँग सम्बन्ध कायम राखिरहने पर्व हो। यसलाई हामीले त्यसरी नै लिएको छौँ र सबैजना यहाँ सबैको अनुहारमा माटो छ। त्यो माटोले कोही जात, कोही लिङ्ग, कोही धर्म भन्दैन, कोही समाज भन्छ। त्यसरी नै यसलाई बुझ्नुपर्छ, त्यसरी नै यसलाई हामीले अगाडि बढाउनु। जुडशीतल पर्वमा जात, धर्म, लिङ्गको भेदभाव नगरी सबैले एक अर्कासँग माया साट्ने परम्परा रहिरहेको छ। यस दिन तराई मधेसमा करवी, तरुवा, सोइजनका तरकारी र दही जस्ता विशेष परिकार खाने चलन पनि रहेको छ। परम्परा, प्रकृति र सामाजिक एकताको सन्देश बोकेको जुडशीतल पर्व तराई मधेसको मौलिक पहिचान बनेको छ।
जियत रहू देश के तरक्की करैत रहू इएह शुभकामनाएं